भाषण गर्नु होला हाम्रो सरमती आगमन भइसकेको छ। धन्यवाद दुईटा शब्द बोलिदिनु भएकोमा। माननीयज्यू होइन हाम्रो मन्दिरका पुजारीज्यूले चाहिँ देवी विसर्जनको टाइम गराइदिनु पनि एकदम चटक्क बनेर आउनु भएको छ। हजुर सर फोटो खिच्नु ल। ए फोटो होइन भिडियोमा आएछ भिडियोमा पाउनु न, मलाई फोटो हाल्नुपर्छ। ल तपाईँको फोटो बनाउँछु, दुईटै बनाउँछु। मेरो मोबाइलबाट फोटो खिच्नु। तपाईँको मोबाइलबाट फोटो राम्रो आउँदैन, मैले हेरिसकेँ। यो पहिले पर्खिनु। मेरोबाट आउँदैन, तपाईँबाट आउँछ? यो अफिसको मोबाइलबाट राम्रो आउँछ। राम्रो आछ मेरो? मेरोमा आउँछ। हो ल हाल्नु। ल टिका ग्रहण गर्दै हुनुहुन्छ जुन ल ल भेटी रातै नभए नभए घरमा जानु टिका ल टिका लगाउनु। शिर नौसेको चिज पाउने मानव छ दुर्योधने सूर्य शान्त होला नारायणे स्वस्तिष्ठिते कुशलमस्तु चिरायुरस्तु गोबादि अस्ति धनधान्य समृद्धिरस्तु मन्त्रार्थ सफला सन्तु पूर्ण सन्तु मनोरथा शत्रुनाम बुद्धिनाशस्तु उमेदनाम बलयस्तव जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वासोदा नमस्ते। ल दुर्गा भवानीको प्रसाद जय रक्षे होस्। आँटेका ताटेका सम्पूर्ण मनोरथ पूर्ण भएर जाउन्। अब ठुल्ठुलो अझै पनि पोस्टहरूमा पुग्ने दुर्गा माताको कृपा मिलिरहोस् भन्दै दसैँको हाम्रो सरलाई धेरै धेरै शुभकामना साथै समस्त हिन्दू नेपालीहरूलाई शुभकामना व्यक्त गर्दछौँ। र यसै बिचमा म सरलाई केही अन्तर्वार्ता गर्दछु। दसैँको यो माहौलमा तपाईँलाई कस्तो लागिरहेछ आज? एकदम खुसी, एकदम उल्लास लागिरहेछ। किनकि हाम्रो दुईटा गुरुहरूले आएर चाहिँ दुर्गामा मन्दिरमा पूजा गरिदिनु भएको छ। हजुर धेरै खुसी लाग्यो। धेरै राम्रो मन्त्रहरू पढिदिनु भएको छ। एकदम खुसी छु म। खुसी छु म आज अरूभन्दा धेरै धेरै। अनि शुभकामना सम्पूर्णलाई के भन्न चाहनुहुन्छ? मेरा प्यारा प्यारा गुरुहरूलाई, हाम्रा प्रहरीका सम्पूर्ण कर्मचारी भाइ हाजर साहब, हाम्रो भाइहरूलाई, साथै मन्दिरमा पूजा गर्ने आउनेहरूलाई सबैलाई मेरो विजय दशमीको धेरै धेरै उत्तरोत्तर शुभकामना भन्न चाहन्छु। गुरुहरू तिनजना सँगै बस्नु त यसो एउटा फोटो म लिन्छु। अर्को गुरु पनि उता जानु त ए टिकामा कि यसै बिचमा हाम्रो पुजारी गुरुलाई पनि आशीर्वाद टिका प्रदान गर्नुहुन्छ। मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि शाश्वता नमस्ते। दुर्गा भवानीको राम्रोसँग पूजा गरेका छन् गुरुले। उन्नति प्रगति हुँदै जाओस्। अब यसपालि मङ्सिरमा च्याट्ट गुरुको बिहा होस् भन्ने हाम्रो योजना होस्, बिहा खान पाइयोस्, चुनाव ल अब अर्का महागुरु आउनुभयो। हेलो घर अब जानुपर्छ अलिक भरे भरे हाम्रो टिकाउने कार्यक्रम सक्नु क्या उसलाई बोलाउनु क्या सकिहाल्यो। हो कि अब सर घर जाने अरे दुईजना मात्र लाउने नलाउँदिनँ त भइसकेपछि नौदुर्गा हरिरक्षक गरौँ। पण्डित बोलाउने महापण्डित हुनु बोलाउनु यो